हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज म बनाउँदैछु मेरो नानीको लागि क्रिसमस ड्रेस। मेरो नानीले मलाई मम्मू मेरो लागि पनि ड्रेस बनाइदिनु न भनेर भनेको थिइन्, अनि त्यही भएर आज म चाहिँ उसको लागि ड्रेस बनाउँदैछु। लेट्स गो साथीहरू, आजको ड्रेस कस्तो हुन्छ हेर्नु होला। हेलो साथीहरू, मैले नानीको लागि बिहान ड्रेस बनाएको थिएँ है। त्यो ड्रेस पनि अब कम्प्लिट भइसकेको छ। हेर्नु, अब भोलि चाहिँ म उसलाई एकैचोटि है त्यो ड्रेस देखाउने छु है। मैले उसलाई भनेको छैन है म उसको लागि ड्रेस बनाउँदैछु। अहिले पनि ऊ ट्युसन गएको छ, मैले उसलाई देखाएको छैन। अब भोलि चाहिँ म एकैचोटि उसलाई ड्रेस देखाउने छु। अनि भोलि यो ड्रेस हेरेपछि उसको रियाक्सन कस्तो हुन्छ अनि लगाएपछि कस्तो देखिन्छ त्यो म हजुरहरूसँग त्यो नेक्स्ट भिडियोमा भोलि हजुरहरूसँग म सेयर गर्नेछु है। आजको यो ब्लग यति नै। आज मैले यो ड्रेस बनाएँ। यदि हजुरहरूलाई यो ड्रेस अनि आजको यो भिडियो मन परेको छ भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला है मेरो युट्युब च्यानलमा पनि, अनि फेसबुकमा लाइक, सेयर पनि गरिदिनुहोस्। अनि अब हामी चाहिँ भोलिको भिडियोमा भेटौँला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।